अर्को मन परेन भने अर्को पल्टायो हाँ ट्याप हान्दैन कि झार्छले ट्याप 10K प्रो न हो सबै 100 जनाले एक सयचोटि ट्याप हान्नु त 10K वाट त पुग्छ 100 जनाले 50 चोटि हान्नु ल 50 चोटि ट्याप हान्दा के र 10K पुग्छ त्यहाँबाट म्याचसँग म गोरिनी लिएर जिक्छु आजलाई म माथेको छ माथेपछि मैले के गर्छ मलाई थाहै हुँदैन 3-4 वटा आइडीमा लाइभ बसिरहेको छु या त पनि मोबाइल उता पनि लाइभ यता कुन चाहिँ जान्छ थाहा छैन तर गोरिनी लिएर मजाले गोप्रो पारेर जिक्छु लाडै सिधै होइन मेरो मुजी मेरो खुसी मेरो लाडै मेरो खुसी जसको पुति बाले पनि हो किन भन्दा हो किन पनिसमेन्ट हो नि यहाँ त पनिसमेन्ट यहाँ डरो उतारो पारेर टाङ फटाएर छ नि चाकको त्यो बुत्ला उखाल्ने पनिसमेन्ट कति ठ्याक खान्छ त्यो कति ठ्याक खान्छ भनेर सोध्ने होइन कि त्यो मैले हान्ने केटीको इन्ट्रेस्ट कति छ उसमा भर पर्छ कि त्यो केटी एकदमै कामुक छ उत्तेजित छ त्यस्तो छ भने 9 ठ्याक हान्दा पनि पुग्दैनन् अब त्यो केटी मूर्ति जस्तो छ जति हान्दा पनि आइया पनि छैन आत्थु पनि छैनन् सासमा चाहिँ स फेर्छ भने एक ठ्याक पनि पुरा हान्दैन जुरुको उठेर मुजी लाडो दोएर लुगा लाएर पनि बसिन्छ हो यहाँ सुन्नु म्याच सिक्ने होइन यदि कुनै पनि केटी मुजी सिक्नु जाँदाखेरि म्याच सिक्ने लाडो हाल्दाखेरि आइया पनि छैन आत्थु पनि छैन ओ पनि छैन आ पनि छैन ओ माइ गड पनि छैन जति हाने पनि सासमा चाहिँ फेरि त्यस्तो भेटेन म त जुरुक्क उठेर म्याच सिक्ने जिन्स प्यान्ट लगाएर पेटी टप्पै कसेर मुजी पलेटी कसेर बस्छु लाडो दिएर तर अब कस्तो हुनु पर्यो भने केटी भनेको मुजी चिक्दाखेरि होइन साथी हो अलिकति उत्तेजित हुनु पर्यो कि उत्सिङ्गल हुनु पर्योमा पक्क आवाजहरू निकाल्नु पर्यो त्यो फेरि त्यो बनावटी आवाज चाहिँ मलाई मन पर्दैन लाउडै पसेको छैन आइया भनेर त्यो फत्रु गरेर उठेको चाहिँ मलाई मन पर्दैन त्यस्तो पनि देखेको छु मैले एकचोटि म्याच सिक्ने एउटा गोरिनी राम्रै भेटेको थियो अब उताबाट पुती थापे मैले लाडो ठन्काएर जानु पुतीमाथि मेरो लाडो के ल्यान्ड मात्रै के गरेको थियो आइया ओ माइ गड लाज पनि छैन शरम पनि छैन मैले अनि कस्तो खालको मान्छे हो आई डोन्ट लाइक दिस यो त कोसँग मिलाइदिनु पर्ने हो यसलाई त लेट मी स्टार्ट फर्स्ट भनेको मैले स्टार्ट आत्थु भनेर झुरुक्कै उफ्रिन्छ हो यति छाडा कहाँको भोटे हो तिमी त्यस्तो पनि राम्रो होइन होइन मैले भन्नु खोजेको बुझिन् तिमीहरूले तिमीलाई अहिले मैले लाडो हालेको 3 मिनट पनि भएको छैन माछा सिक्ने खै उठ त भन्छ तिम्रो पानी झरे जस्तो छ भन्छ लाडो निकालेर हेर्छ माछा सिक्नु हैन यसलाई डिसी गरिहाल्नु भन्छु म ओइ डिसी ब्लक गर्ने कि तिमी स्टप गर्ने पानी झरेछ भन्छ भन त ब्लक गर्ने हो कि बोल्न स्टप गर्ने मलाई त्यस्तो चाहिँ मन पर्दैन मलाई चाहिँ म्याथ सिकेपछि होइन बिन्दास पाराले म्युजिक बजाएर म्याथ सिक्ने ड्रिम लाइट बालेर म्याथ सिक्ने होइन एकदमै तलबाट पनि माथि उचालेको माथि पनि तल दिएको होइन बराबर के ठोक ज्याम्टो बजा जस्तो गरेर तलबाट केटी म्याथ सिक्ने पुत्तीले बजाएको माथिबाट लाडो पुत्तीले बजाएको ज्याम्टो बजाएको ज्याम बजायो अनि हेर्नु सबै भयो नभएको म्याथ भयो यस्तो मिठो हुन्छ भयो होइन त्यस्तो हुनुपर्छ कि भन्यो लाडो सही हो भने तिमीहरूले त्यस्तो भन्दा फेरि तिमीहरूको लाडो भोलि मेरो त ड्युटीमा पुरा गर्छ सायो कोसँग बोलेको जस्तो भनेर छ अब मेरो जस्तो भएको ठिकै छ इन्चको छ खोइ के बोलेको यसले तिमीहरूले लाडो हाँसेर कुदिनु होला काउकुती लागेर यति साह्रो छाडा बोल्न सकेको छ ट्याप 10K प्रो ल ट्याप 10K प्रो उसलाई आइडी गर्नु उसलाई आइडी गर्नु मतलबै छैन होइन अघि भनिसक्यो जस्तै गरेर आइडी होस् भन्दैछ क्या उसले जे पनि गरिरहेछ क्या त्यहाँ उसलाई आइडी साइडीको मतलबै छैन साया सुन यदि साइरो म चाहिँ अब बेडरुममा सँगै भेट्यो भने कसरी गर्यो भन्दा तिमीलाई सोध्ने हो भने म ठाडै चढेर गरिदिने कि माथि उसलाई म गोप्रो पार्छु हात टेकाउँछु गुँडा टेकाउँछु कन्ट्रो ठाडो पार्छु
त्यसपछि पछाडिबाट बिस्तारै जिब्रोले मापा पुतलीमा ल्याम ल्याम पुतली चार्जिन्छ होइन बुझ्यो नि यहाँ देखियो पिसी फलदोङ फलदोङ Thank you. फलदोङ Love र अनि त्यसपछि के हुन्छ भने मापाको चोराउन र बुढ्याउन टक्क लगाएर पछाडिबाट पुतलीमा त्यस्तो कुरा नगरे तँ खोलेर हेर्छु होइन अनि टिसी कहाँनिर हेर्छु पहिला अनि त्यो टिसीमा गएर चाहिँ यसो यो अर्को कतिजनाको नानीको हो जे पनि भनिरहेछ त बोलिरहेछ त इन्स्ट्रक्सन दिएको हो छोरी छ मैले यस्तो बोल्नु यो इन्स्ट्रक्सन दिएको हो नानीको बाउ जस्तै अब सायसँग भेट्यो भने सायले चाहिँ काठमाडौँ लगेर चाहिँ गोप्रो पार्छु होइन बुढा टेकाउँछु हात टेकाएपछि कन्ट्रोल ठाडो पार्छु अनि पछाडिबाट मैले टक्क लगेर चोराउन बुढ्याउनले यसो हाल्छु पहिला धुलोभित्र अनि त्यहाँबाट यस्तो खोलिदिन्छु त्यहाँबाट टिसी कहाँनिर होइन त्यसपछि अर्को हातको यहाँ सुन न अर्को हातको चोर आउनले खेलाइदिन्छु कि तुरी पानी झारिदिन्छु बुझ्यो नि त्यहाँबाट त्यसपछि के हुन्छ यहाँ सुन त्यसपछि यो मैले यो हात पनि छोडिदिन्छु होइन त्यसपछि म यो हात पनि छोडिदिन्छु परबाट हेर्छु मापाको त्यो सायको पुतली छ नि यत्तिकै धुलो खोलिरहन्छ होइन यस्तो कुराहरू नगरे यो लाइभमा रेकर्ड गरेर फेरि कहाँ पुऱ्याइदिन्छ लाडै सिद्धिने त्यो त अब लाडो